हामी चाहिँ लेकबिसीको ल गाई जब हामीहरू चाहिँ लेकबिसी जाँदैछौँ यानि कि हाम्रो भाम डाँडामा है यहाँको चाहिँ लोकल लेकबिसी हो नाम अनि हाम्रोमा चाहिँ हाम्रो भाम डाँडा हो हामीले जोर्नी चाहिँ स्टार्ट हुँदैछ लेकबिसी जाँदैछ हामीहरू यसरी ओ यो चाहिँ फर्स्ट टाइम लेकबिसी जाँदै हुनुहुन्छ है बाटो छ लेकबिसी लेकबिसीको बाटो जाँदैछौँ अनि उहाँ चाहिँ लेकबिसीलाई चाहिँ हेलो हेलो हामी चाहिँ कति टाइममा पुग्छ मलाई मान्छेहरू यसो हेर्दैछन् हेलो घरतिर समय धेरै खाने यो सबै खानेकुरा उता पनि छ खानेकुरा अनुहार यता यस्तो यता गर्नु नि डर लाग्छ यहाँ चाहिँ काँडा के लाउनु गाई गोरुले खाने हजुर अनि यहाँ माथि डाँडातिर पनि थोरै पूजाको जमिन बाख्राहरू छन् टन्नै आउनु उतातिर मुगु उतातिरको मान्छेहरू हाम्रो गाउँतिर नि यता ऊ स्कुलतिर किन आयो साढे 9 मा जाऊ 17 मा 17 स्वयंले त थप्नु हो यो बाटोबाट आएको हामीलाई त्यो माथितिरको मान्छेलाई हिँड्न साथीहरू यो धान र यो धान यो पनि धान हो है हेर्नु है ल फरक छिटाउनु यो चाहिँ कुन धान होला के अरे चकटी बुन्ने होला है गुन्द्री बुन्नेवाला धान हो अरे यो चाहिँ साथीहरू चाहिँ लेकबिसी क्लियर त क्लियरै आउँदैछ
अब यहाँनिर स्कुल छ होइन यो यहाँ एउटा स्कुल छ माथि छ यो धान यो धान हेर्नु है साथीहरू यो कालो धान यो धान देखि सब धान ढलिसकेछ लेकतिर चाहिँ लाग्न लाग्यौँ हामी है लेकको बाटो सो गई यहाँ कस्तो मान्छे ढलेको बेलुका बेलुका त्यही खाने अब आएको कोही बस्छन् कि छन् त्यो मान्छेहरू टिकटक युट्युबमा हाल्नु पर्ला कि भिडियोहरू युट्युबबाट खोल्वा भर्खर भर्खर खोलेको छ खासै त्यति त छैन युट्युबबाट खोल्वा भर्खर भर्खर खोलेको छ खासै त्यति त छैन यो ल्याएको मैले मेरो त यो यस्तरी घर गएको रहेछ अब यो घर चाहिँ कति डेन्जर अवस्थामा छ है बहुत मेन किनभने बहुत खर्च गरेर गर्नु त्यही भनेर डाँडामा यो उठाउन कति लाग्यो त्यही बेला यस्तरी पहिरो गएको रहेछ 25 लाख लाग्यो भन्नुहुन्थ्यो खेताउनु त अलिकति गाइजहरू हेर्नु त हेर्नु गाइज मेरो गाइज यहाँ चाहिँ पहिरो गएको रहेछ है यस्तो हेर्नु न यहाँबाट हेर्नु न पुरै पहिरो गएर अनि यो चाहिँ घरलाई बिजोग रहेछ यत्रो लगानी गरेर यति टाढा यस्तो राम्रो घर बनाएको रहेछ नि पहिरो गएकोलाई पनि राम्रोसँग देखाइदिन्छु है यसो न म सेकेन्ड चाहन्छु यो पहिरो गएको है यो चाहिँ के को भाडा हो आयो भुन्दुत त्यहाँ सुर्खेत चाहिँ माथिबाट कस्तो राम्रो देखिन्छ अहिले बेलुका फाइनली हामी यस्तो ठाउँमा पुग्यौँ है अब अलिकति छ हामी माथि पुग्न कुन एक मोड छ अब कि दुई मोड यो हो माथि यो चाहिँ त्यो यो छ नि यो रोडै देखेन त यताको रोडहरू छ नि हो यो रोड ए माथि टावर छ नि त्यस्तै ए यो चाहिँ जाजरकोट जाने रोड हो है यो चाहिँ खै हो जाजरकोट जाने यो जान्छ त हामी अब हामीसँग आएको साथीलाई चाहिँ छोडेर चाहिँ जाँदैछौँ ल गाइजहरू है फाइनली हामी चाहिँ हाम्रो लेकबेसी डाँडामा चाहिँ भाम डाँडामा चाहिँ हामी इन्ट्री भइसकेको छ यो भाम डाँडामा चाहिँ हाम्रा बसन्त सर एउटा बसन्त सर गए अर्को बसन्त सर आए यहाँ चाहिँ हाम्रो यो लेकबेसी भाम डाँडाको चाहिँ यो भ्यू चाहिँ है ल हेर्ने त नजिकै देखिन्छ यार कि गाडीले ढिलो गरेर राज अनि रोक्दै सामान ल्याउँदै रोक्दै सामान उ गर्दै ल्याउनु त नत्र बाइकमा त दाइको फेरि अलिक पुरानो थियो क्या बाइक 40 मिनट लाग्थ्यो अनि उस्तै नयाँ बाइकमा त 20-25 मिनट पनि लाग्दैन होला भाग्याङ्कले लगाउनुहुन्छ त्यसमा
20 मिनट मात्रै लाग्छ कि बुढो खास यसमा त फाइनली हामी चाहिँ अब भाम डाँडामा पुग्दैछौँ हाम्रा बसन्त काउले चाहिँ अब यस्तो बोक्दैछन् हाम्रो यो चाहिँ नरिन्द भाउ हो अनि यो चाहिँ सानो भाउ हो आइगयो अब नरिन्द पहिलाभन्दा झन् साना भइहाल्छ नि त कसम मैले पैसा कहाँ फाले त रहेछ नरिन्द कि साना झन् साना भएको त पहिला ठुल्ठुला भयो कि भनेको त है हेर्नु है सुन्नु किरा पुतली सबै कराएको छन् है यहाँ चाहिँ अब यस्तो हामी चाहिँ यसरी चाहिँ हामी यसरी चाहिँ भाम डाँडामा चाहिँ हाम्रो इन्ट्री हुँदैछ हाम्रो सर चाहिँ गइसक्नु भएको छ अब हामी यहाँ बसुन्जेल खाने त ल्याउनु पर्यो टन्नै खानेकुरो त्यही भएर चाहिँ यसो यो एउटा खानेकुरा मसँग पनि छ बाबुसँग पनि छ खानेकुरा अनि चाहिँ हामी चाहिँ ती टाढा आएको छौँ है ऊ पर छ कि सुर्खेत सुर्खेत चाहिँ यति टाढा छ है तर हेर्दा चाहिँ टाढा देखिने हो उहाँ चाहिँ अब योभन्दा अगाडि जानु भएको थिएन त्यही भएर बाटो थाहा पाउनु भएको थिएन है अनि उहाँ यहाँ चाहिँ हामीसँग चाहिँ जे पनि छ कि यो चाहिँ यो पनि खानेकुरै हो अनि बेलौती पनि टन्नै छ अनि त्यस पछाडि थाक्नु भएछ हाम्रो सर चाहिँ यस्तो बाटो छ है हामीहरू चाहिँ अब बेलौती त बाटोमा छ हाम्रो यस्तो अम्बा है यो चाहिँ खाने अम्बा ल्याउनु म बोकौँ हजुरलाई गाह्रो बोको हो सकिहाल्छु नि ल म सक्छु अब के सोच्नु हेर्दा मलाई अलिकति वेट छ कि कपडा पुर्ने रहेछ तिमीले भन्नै पर्दैन नि बेलौटी खानेकुरा हो है छिटो डकुड न ल कसरी डपा मैले यस्तो ज्यान अनुसारको काम गर्ने हाम्रो सानो भामलाई म धेरै धन्यवाद दिन चाहन्छु। अब हामी सायद मलाई लाग्छ कि भाम डाँडा यही हो जस्तो लागिरहेछ, यही हुनसक्छ सायद। गाइज फाइनल्ली अब हामी 1 घन्टाको गाडीको यात्रामा अब यो भाम डाँडामा पुगिसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ सुर्खेत भ्याली यहाँ यस पारामा थियो यो सागपात। आहा सिस्नु खानुपर्छ आज, सिस्नु र आलु। हाम्रो यो देशको नाम चाहिँ के हो ढुङ्गेदी के राखिराख्यो ठेकेका हो अनि विनोद के थियो सबै राखिराख्यो। हामी भामडाँडामा चाहिँ उठ 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 भइसकेको छ।
भामडाँडा हजुरलाई कुकुरको साङ्लो पनि रहेछ कुकुर रहेछ भागिसक्यो हो भागिसक्यो छ कुकुर अर्को कुकुर थियो यहाँ कहाँ भाग्यो आउँछ न त आउनु न हो बाख्रा खाएको छ मरि पठाएको छाउडु मरि गयो होइन कहिले मऱ्यो है ठिकै थियो अरे त्यो छाउडो राम्रै थियो डाक्दैन नसकेर मऱ्यो ती उहरू नै त्यो भोटेको ऊ नै त्यस्तै हुँदो रहेछ हामी चाहिँ यो भामडाँडामा यो भामडाँडाको टोइलेट पानी खानु बाबु पानी एउटा बाख्राको अवस्था चाहिँ अलिकति नाजुक रहेछ जुका परेर छ जोगाउनु पर्यो र यी जुका हेर्नु न प्रश्न क्या ऊ यहाँ हेर्नु सानो हो यार हेर जुगो पनि पर्या रहेछ यार जुका परेर रहेछ यार औषध ल्याउनु पर्ने थियो कि है हन छ छ अहिले फोन हामीले चाहिँ खानेकुरा यो चाहिँ सिमी यो चाहिँ चाउचाउहरूको आइटम यो चाहिँ भुजा अनि यो चाहिँ के अरे दालमोठ यो करेन्ट हामी करेन्ट खाने हो बसेपछि अनि यो चाहिँ कोदाको पिठो यो चाहिँ सोयाबिन अनि यो चाहिँ पाब्रो यो चाहिँ के अरे यो दाल यो अनि मासु चाहिँ त्यहाँ हामीले झुन्डाएको छौँ अब पछि चाहिँ अब यो मासु अनि चाहिँ यो चाहिँ आलु यो चाहिँ आलु यो त घट्टले खाएको आलु है सिधै अब हामी त उसिनेर खाने हो चट्ट पारेर आलु वाला सिधै घट्टले खाएका हुन् त ती